म्यामले अनि तिमीले गरेर पो म्यामले दिसेको त लु गर कपुरे गर लु आउ म बोल्दिन नि फेरि ओइ सो गाइज अब चाहिँ हामी भाइलाई लिन गइरहेछौँ त्यसै कस्तो भनिरहेको छैन मोबाइल नयाँ आइज बाबालाई हेर्नुहोस् त ल गाइज भाइ चाहिँ बल्ल बल्ल आइरहेछ अब चाहिँ म भाइलाई म गराउँछु अब म गर्ने होस् लु गर्नुहोस् म गरिदिनुहोस् त आएछ अब म गर्ने होस् अब मेरो भाइले होमवर्क गर्छ होमवर्क गरेपछि भाइलाई डेरी मिल्क र किटक्याट किनिदिने होस् लु गर्नुहोस् कपुरिक यस्तै गर्नुहोस् अनि गोलो बनाउनुहोस् अनि तल झार्नुहोस् सो गाइस मेरो भाइको कपुरीको ठ्याक यस्तो राम्रो छ हेर्नुहोस् न ल मेरो भाइले अब फेरि गर्छ लु गर मेरो भाइले चाहिँ पुरै ध्यान दिएर गरिरहेछ उसले सक्दो राम्रो गरिरहेछ ल वाउ गाइज कस्तो राम्रो छ लु भाइ छिटो गर आई थिङ्क भाइले 5 मिनटभन्दा अगाडि नै सिद्ध्याउँछ भाइले एकदम सकेसम्म चाहिँ चाँडो गरिरहेको छ ल लु अब सिद्धिन्छ मेरो भाइको छिटो गर मेरो भाइले कस्तो राम्रो गरिरहेछ लु अनि त्यहाँ लु नहाँस्नुहोस् यहाँ गर्नुहोस् हल्का यहाँबाट बनाउनु 1 लाइन चाहिँ कम्प्लिट भएको छ तर यहाँनिर चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ खासै राम्रो इम्प्रुभ चाहिँ छैन है पछाडि हेर्न सक्नुहुन्छ यस्तो राम्रो बनाएर ल्याएको छ उसले फर्स्ट लाइनमै चाहिँ उसले एकदम सकेसम्मको मेहनत गरेको छ तर ऊ अहिले चाहिँ यहाँ जिस्किएर गर्दाखेरि यस्तो गरेको छ हेर्नुहोस् तपाईँ आफै एकचोटि डिफ्रेन्स हेर्नुहोस् गाइज यो हेर्नुहोस् के खालको हो यो हेर्नुहोस् कति राम्रो छ मिन डिफ्रेन्स हेर्नुहोस् एकचोटि यो भाइको एकचोटि डिफ्रेन्स हेर्नुहोस् त है भाइले राम्ररी गर्छ हस् लु गर्नुहोस् लु राम्रो गर्छ मेरो भाइ गुड लु अब अर्को लागि पनि छिटो सिध्याउँछ है मेरो भाइ भाइ एकचोटि यस्तो राम्रो बनाउँदा यस्तो राम्रो बनाउनुहोस् हस् लु यहाँ बनाउनुहोस् यहाँनेरि बनाउनुहोस् यस्तै राम्रो है यस्तै राम्रो बनाउनुहोस् मेरो भाइले चाहिँ एकदम राम्रो गरेको छ वाउ गुड अब चाहिँ राम्रो भयो अब अर्को लाइन पनि कम्प्लिट हुन्छ लु छिटो अब चाहिँ राम्रो खालको है लु धेरै राम्रो ल गाइस तपाईँले हेर्न सक्नुहुन्छ यसै सायद मेरो भाइको दोस्रो लाइन पनि कम्प्लिट भइसकेको छ हेर्न सक्नुहुन्छ र हेर्दाखेरि लाग्छ कि यो कसको रेटिङ छ यो नार्दो द भिन्ची ब्रो व्हाट अ नाइस रेटिङ तपाईँ आफै हेर्नुहोस् के तपाईँ आफै हेर्नुहोस् त्यस्तो बवाल राइटिङ सो गाइज आज चाहिँ म नयाँ कला देखाउने वाला छु तपाईहरुले युट्युबमा फेसबुकमा इन्स्टाग्राममा प्रिय त्यो राजु कलाकार हुन्छ नि
त्यो देखिराख्नु। सो गाइज आज चाहिँ म एउटा बवाल कला देखाउने वाला छु। त्यो कला चाहिँ मिन राजु कलाकार भन्ने त हजुरले हेर्नु भएकै होला युट्युबमा, इन्स्टाग्राममा र अन्य धेरै प्लेटफर्महरुमा नि हजुरहरूले हेर्नै भएको छ। उनले यो दुईटा मार्बलको सहायताले किट बनाएको छ के। अनि मार्कर भएपछि त्यही हुन्छ। अनि मार्कर भएपछि गेम हुन्छ गेम। सो गाइज राजु कलाकारले चाहिँ धेरै त्यसले एउटा गीत बनाएको थियो, बुढीले ब्रेकअप गर्यो र एउटा गीत बनाएको थियो दिल पेच लाई एकछिन पकड दिल पेच लाई छुरिया भन्ने। एकचोटी म ट्राई गर्छु ल। त्यसैको इन्स्ट्रुमेन्ट हुन्छ त्यही चुप्लाएर बसेको बुढीको घरमा नि हुन्छ। ल सो गाइज अब चाहिँ म एकचोटी गाउने ट्राई गर्छु ल। तिमी चुप लाग। दिल पे चलाई चूड़ियां, दिल पे चलाई चूड़ियां, तुझको समझ आया ना, देखी मेरी मजबूरियां। सो गाइज यसैको सायद गीत राम्रो लागेको छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। फर्स्ट हुनुहुन्छ भने चाहिँ मेरो भ्लगमा सब्स्क्राइब गर्न नबिर्सिनु होला। र निस्केला मेरो भ्लगको च्यानल र म कमेडी भिडियो नि हाल्छु, भ्लगहरु पनि हाल्छु। सो प्लिज हेरिदिनु हुन अनुरोध गर्दछु। अनि गाइस